हाई साथीहरू सबैजनालाई गुड मर्निङ भन्न चाहन्छु। सो गाइस मैले चाहिँ अब के बनाउन लागिरहेको छु त नि भन्नुहुन्छ भने चाहिँ आज चाहिँ मैले रसबरीको रेसिपीहरू सेयर गर्न गइरहेको छु। हजुरहरूले मेरो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला, गरिराख्नु नै भएको छ र पनि फेरि अझै धेरै माया गरिदिनु होला भन्न चाहन्छु। अब मलाई चाहिँ एकदम घर यत्तिकै बस्न मन लाग्दैन कि साथीहरू, यत्तिकै बस्यो भने के गरौँ र के बनाएर खाम, कस्तो नयाँ परिकारहरू मैले के जानेको छु त भनेर मैले दैनिकी सेयरहरू गरिरहेको हुन्छु है साथीहरू। यति दुःख गरेँ, यति मिहिनेत गरेँ है, लास्टमा चाहिँ मेरो लड्डु फुट्यो। के गर्नु है, यो रसबरी चाहिँ हेर्न सक्नुहुन्छ। अब यति दुःखले बनाएँ नि त, अब जानी नजानी बनाएको यस्तो पनि हुन्छ त रसबरी। हेर्नु त रस त छँदै छैन त, सबै डल्ला मात्रै भइसक्यो कि मेरो त। यस्तो भयो कि साथीहरू, कसरी होला हजुरहरूले यसो जान्नुहुन्छ भने मलाई चाहिँ कमेन्ट बक्समा कमेन्टहरू गरिदिनु होला भन्न चाहन्छु र मेरो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। बाई बाई, किप वाचिङ।